किटो लाउनु बिहान नै आज शिवरात्रि मन्दिरमा पूजा गर्न जानु छ छिटो पूजा गर्न त जाने अब शिवजीलाई पूजासुजा गरेर आएपछि त शिवरात्रिको दिन त अब यसो भाङ धतुरो गाँजा खाने होला कहाँ पाइन्छ त्यो भनेर सोचिरहेको छु कि कसलाई फोन गर्ने होला कताबाट ल्याउने होला भनेर सोचिरहेको छु कता गएर खाने होला त नि यसो कुटुक्क त पार्न पर्यो शिवजीलाई पूजा गरेर आएपछि शिवजीले भाङ धतुरो खानुहुन्छ मन्दिरमा पाइन्छ कि खिरमा राखेर बनाउँछ नि जति पनि पाइन्छ कहाँ मन्दिरमा पाइने हो कति खाने हो आजसम्म खाइया छैन दुईटा परि खाए त पागल भइएला नि हो पागल भइएला नि निद लागिरहेछ यार मलाई त पूजा गरेर ट्याक्क आएर ट्याक्क जानु पर्यो के लिएर जाने होला भाँडो टपरीमा केसित मिलाएर खाने होला त केसित मिलाएर खान्छन् यो भाङ धतुरो झन् डबल लाउँछ होला है रक्सीसित त भाङ धतुरो एकैचोटि खाने हो भने त मान्छे त ढल्छ सिधै धेरै त खान हुन्न यति चाहिँ खानुपर्छ शिवजीको प्रसाद सम्झेर अलिकति दिनुहोस् भनेर जानु पर्यो चाहिँ होइन बोतलमा कहाँ ल्याउने टपरिया ल्याउने भने बोतलमा अरे